गाइज तपाईँलाई के लाग्छ कि बसिर अहमद एउटा राम्रो रिप्लेसमेन्ट हो खुसल मल्लको टिमबाट? खुसल मल्ल तपाईँले देख्नु भएको छ कि लगातार फेल भइरहेका छन्। अब यो लिग म्याचेसमा पनि भन्यो भने त्यस्तो राम्रो खासै राम्रो प्रदर्शन आएको छैन। एन्ड जब नेसनल साइडबाट खेल्ने गर्छन् त्यहाँ पनि त्यस्तो गजबको पर्फर्मेन्स आएको छैन, लगातार फेल भइरहेको छन्। यस्तो अवस्थामा तपाईँलाई के लाग्छ कि बसिर अहमद कुड बी अ गुड अप्सन? मलाई त यस्तै लाग्छ गाइज। आज जुन तरिकाले अन्डर प्रेसर भएर पनि होइन, जुन तरिकाले म्याच एउटा अवस्थामा आएर विराटनगर किङ्सले जित्ला जस्तो त लागेको थिएन होइन, त्यहाँबाट चाहिँ म्याच निकालेर सिङ्गल ह्यान्डेडली जुन तरिकाले उहाँले जित दिलाउनु भएको छ गाइज, आई थिङ्क हि क्यान बी अ गुड रिप्लेसमेन्ट अफ खुसल मल्ल। अब खुसल मल्ल पनि लेफ्टी हुन् एन्ड बलिङ पनि गर्छन्, सो बलिङ अलराउन्डर हुन्। सो बसिर अहमद अल्सो द सेम थिङ हि डज। त्यही भएर मलाई लाग्छ गाइज कि खुसल मल्ललाई रिप्लेस गर्नको लागि बसिर अहमद कुड बी अ ग्रेट अप्सन गाइज। तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला।